भावी संविधानमा गैर आवासीय नेपालीलाई पनि नागरिकताको व्यवस्था गर्ने संवाद समिति मातहतको उपसमितिमा सहमति। दक्षिण एसिया बाहेकका मुलुकमा बस्नेले मात्र दोहोरो नागरिकता लिन पाउने। व्यवस्थापिका संसदको अवरोध खुलाउने मुख्य तीन दलको प्रयास आज पनि विफल। राजनीतिक संयन्त्रको क्षेत्राधिकारबारे विवाद कायमै। कक्षा 12 का विभिन्न संकायको नतिजा समयमा सार्वजनिक नहुँदा विद्यार्थी मोर्चामा। उच्च माध्यमिक शिक्षा परिषदसँग अभिभावक आक्रोशित। इजिप्टमा सैनिक विमान दुर्घटना हुँदा 7 जनाको मृत्यु, 1 जना बाँच्न सफल। र दक्षिण कोरियामा जारी एसियाडको तेस्रो दिन नेपाली खेलाडीको खराब प्रदर्शन, आजका सबै खेलमा पराजित। मिठो पाक्छ, दुग्गडको उत्कृष्ट उत्पादन। Join ICA College of Distance Education and Online Studies. Admission open for Masters, Bachelor's, Diploma and Certificate programs of Indira Gandhi National Open University, IGNOU. All courses are recognized by 3-1 University and other national and international universities. For details, contact ICA Yanesu Kathmandu, phone 444-5540, 444-5540, 204-2289 or SMS ICA to 4455. नमस्कार, कान्तिपुर डायरीका साथमा साजना र म श्री कृष्ण। सुरु गरौं मुख्य प्रसंगबाट। भावी संविधानमा गैर आवासीय नेपालीलाई पनि नागरिकता दिने व्यवस्थामा दलहरूबीच सैद्धान्तिक सहमति भएको छ। संविधान सभा अन्तर्गत संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति मातहतको विवाद समाधान उपसमितिको आज बसेको बैठकमा केही शर्त सहित गैर आवासीय नेपालीलाई नागरिकता दिने सहमति भएको हो। हाल वंशज र अंगीकृत आधारमा नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्था छ। दक्षिण एसियाली राष्ट्रभन्दा बाहिर बसोबास गर्दै आएका गैर आवासीय नेपाली नागरिकलाई राजनैतिक अधिकार नहुने लगायतका केही शर्त सहित नेपाली नागरिकता दिने बारे सैद्धान्तिक सहमति भएको विवाद समाधान उपसमितिका सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो। गैर आवासीय नेपालीहरूलाई पनि नेपाली नागरिकता दिने, तर त्यस्तो नेपाली नागरिकता चाहिँ नि सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार मात्रै हुन्छ, त्यसमा पोलिटिकल राइट चाहिँ हुँदैन। त्यो ढंगले गैर आवासीय नेपाली नागरिकता पनि दिने भनेर एउटा सैद्धान्तिक स्वीकृत गर्यौं। अब नेपाली नागरिक वंशजको नाताले अंगीकृत र गैर आवासीय नेपाली नागरिकको रूपमा हुने भयो र गैर आवासीय नेपाली नागरिकहरूले स्वदेश फर्केर 5 वर्षमा निरन्तर यहीँ बसेर यहाँको नागरिकता प्राप्त गर्न खोज्यो भने उनीहरूको स्वतः नागरिकता प्राप्त हुने पनि व्यवस्थापन हामीले आज गर्यौं। गैर आवासीय नेपाली नागरिकताको मात्रै विशेषता केलाउँदाखेरि के हुन्छ? गैर आवासीय नेपाली नागरिकता दिँदा 4 क्षेत्र भन्दा बाहिर, दक्षिण एसियाली मुलुक भन्दा बाहिरको भन्ने कुरा चाहिँ निश्चित हुँदैन। उपसमितिले सैद्धान्तिक सहमति जुटाए पनि संवाद समितिमा सो विषयले प्रवेश पाएको छैन। उपसमितिको सो सहमति समितिको पूर्ण बैठकबाट अनुमोदन भएपछि मात्रै सहमति कायम भएको मानिनेछ। भावी संविधानका विवादित विषयमा सहमति जुटाउन थप समय प्राप्त भएपछि संवाद समिति अन्तर्गतको उपसमिति छलफलमा सक्रिय भएको छ। संवाद समितिले भावी संविधानमा देखिएका विवादित विषयमा सहमतिका लागि आगामी 14 गतेसम्मको समय पाएको छ। व्यवस्थापिका संसदको अवरोध खुलाउने पहलमा आज भएको 3 दलको बैठक पनि निष्कर्षमा पुग्न सकेन। उच्च स्तरीय राजनीतिक संयन्त्रमा रहने दल र नेतृत्वबारे कुरा नमिलेपछि संसद बैठक आज पनि अवरुद्ध भएको छ। बैठकमा कंग्रेस र एमाले संयन्त्रमा मुख्य 3 दल मात्र रहनुपर्ने तथा नेतृत्व आलो पालो गर्नुपर्ने बताएका छन् भने एकीकृत माओवादीले